नमस्कार। हजारवटा बाटो बन्द भए पनि उपरवालाले एउटा बाटो खोलिदिन्छन् भने जस्तै आज करिब करिब देश अब नरहने अवस्थामा पुगिसकेको छ। अब राजावादीहरू पनि कति व्यक्तिले मलाई फोन गरेर भन्नुभयो, हामीहरूले यिनीहरूसँग आन्दोलन गरेर कहाँ सकिन्छ र कपिल सर, यिनीहरूसँग पुलिस छ, यिनीहरूसँग मिलिट्री छ, यिनीहरूसँग सबै चिज छ, यिनीहरूसँग कर्मचारी, अख्तियार, अदालत सबै यिनीहरूकै हातमा छ, सुन्न मुसुन्न सबै यिनीहरूको हातमा छ। यस्तो चित्त दुखाएर भन्नुभयो एकजना राजावादीले। उहाँहरूलाई सबै थाहा रहेछ क्या। त्यो जुन स्टेजमा भाषण गर्ने ठाउँमा पनि बन्दुक ड्याङ ड्याङ हान्न र असुरका छर्न मिल्ने, भाटबटी नि लुट जाओ, ल 80 करोड चाहिँ नि दाबी गर्नुहोस् न, पठाइदिन्छु भनेर त्यस्तो गर्न नि मिल्ने रहेछ। बिचरा ती सोच राजावादी त्यो एक दुईजना चाहिँ इनोसेन्ट व्यक्ति पनि अब चोर्यादेखि चाहिँ चोर्न गयो होला, तर परिचालित गुन्डाहरू नै हुन् तिनीहरू। यसरी जे पनि गर्न मिल्ने, अब जिउँदै मान्छे पत्रकारले पोल्न पनि मिल्ने रहेछ। किनभने दोष त राजावादीले लगाउनु पाइयो नि त। जसरी पनि राजावादीको आन्दोलनलाई तौनु छ। यस्तो किसिमले उही सागर ढकालले भने जस्तै कुरा याद आउँछ क्या। यिनीहरूसँग चुनाव लड्न कहाँ सकिन्छ र, म लड्नका होइन र शेरबहादुर देउवासँग रातारात पैसा बाँडे होइन र तपाईँले भनेर मजाले बोलेका छन् नि उनले। त्यस्तै हामीले पनि अब यसो एउटा एङ्गलबाट हेर्दाखेरि अब यिनीहरूलाई हटाउन सकिँदैन। किनभने सबै 14 वर्ष डाँगा, चोर, फटाल, लुच्चा, बालत्कारीसँग बसेको अनुभव भएका मान्छे त्यहीँ हुनुहुन्छ। 17,000 मान्छे मारेका व्यक्ति त्यहीँ हुनुहुन्छ, अनुभवी व्यक्तिहरू। 10-20 हजार अझै पनि मान्छे मार्नु पऱ्यो भने उहाँहरूलाई केही पनि छैन। सब आफ्नो नातावाद कृपावादलाई मात्र पोस्ने र सबै तिनटै पार्टीका मान्छे लुटेर चाहिँ नि खान पल्किनु भएको छ र त्यहाँ लाग्न पाउने मान्छेले पनि खान पाउनु भएको छ। त्यसले गर्दाखेरि जो व्यक्ति कर्मचारी हुनुहुन्छ, खान पाउनु भएको छ, उहाँहरूले खुलेर समर्थन गर्नुहुन्छ र हामी जस्तो निरीह व्यक्ति होइन, यत्रो भनौँ न आविष्कारहरू लिएर पनि केही पनि गर्न पाइएको छैन हाम्रो देशमा। रगतको आँसु बगाउँदै आज पनि विदेशमा लुरु लड्किन बाध्य भएको छु म। आज केही पनि छैन। एउटा स्काई वाकरको चाहिँ नि प्र्याक्टिकल गर्नु पर्यो पुल्चोक क्याम्पसमा भनेर अर्थमन्त्री स्वयंलाई भेटेर भन्दाखेरि पनि 7.5 लाख रुपियाँ भन्सार, एक्जिम कोड, उद्योग दर्ता पैसा तिरेर सारा चिज गरेर बल्ल बल्ल 45 दिनपछि सामान छुटाउनु पर्यो भने अब यो देशमा के गर्न पाइन्छ? के पनि गर्न पाइँदैन भन्ने एउटा जागिसक्यो भित्रैबाट हेर्नुहोस्, केही गर्न सकिँदैन। तर पनि अब कता कता जनताको एउटा झिनो आशा जागेको थियो, राजा आओ देश बचाऊ भनेर। हुन त अब यी राजा पनि अब महेन्द्र पो पहिला चाहिँ नि अब भनौँ न जल्दो बल्दो 30-35 वर्ष उमेरका थिए र ड्याङ चलाउँथे। अब यी पनि अब 87 वर्षका भइसके। यिनीका वरिपरि पनि जम्मै सुन्न मुसुन्नहरू छन्, सबै अवसरवादीहरू छन्। अवसरको लागि मण्डलीहरू पछि लागेका छन्। हामी जस्तालाई भेट्नै दिँदैनन्। भेटे पनि अब राजाले सही मार्ग अपनाउँछन् कि ल कपिलजी 165 तयार गर्नुहोस् भन्छन् कि भन्ने एउटा झिनो आशा भन्दैनन्। किनभने लगभग मैले त एनालाइसिस गरिसकेँ, यो देशमा जति पनि सम्पन्न व्यक्ति हुनुहुन्छ उहाँहरूलाई देश बन्नु नै छैन। किन बन्नु पर्यो देश बन्नु पर्ने हामी जस्तो रुँदै कराउँदै देश विदेशमा भाग्न पर्ने, रगतको आँसु बगाउँदै 52 डिग्री सेन्टिग्रेडमा गएर काम गर्न पर्ने, जहाँ गए पनि देशको मायाले फेरि छोड्दै रहन्छ। त्यस्तो व्यक्तिलाई मात्र हो देश बनाउनु पर्ने, जो सम्पन्न छ, जो लुटेर छ, जो अर्काको सिद्धान्तको खोल ओढेर लुट्न आउनु भएको छ, लुटिरहनु भएको छ, सबै अदालत क्याप्चर गर्नु भएको छ, युनिभर्सिटी क्याप्चर गर्नु, उहाँहरूलाई देश बनाउनु छैन। तैपनि झिँजो आशा थियो राजाको पनि वरिपरि अब सही सल्लाहकार कोही पनि देखिएन, कोही पनि छैन। किनभने हामीहरू जस्तोसँग टच गराउँदैनन्। हामीहरू जस्ता मान्छे धेरै छन् विज्ञहरू, जसले बुझेको छ देश बनाउनलाई त उफ्रिएर अर्काको विरोध गरेर देश बन्दैन नि। देश बनाउनलाई त
देश बनाउन सक्ने व्यक्ति तयार गर्नु पर्यो। जसरी गाडी तपाईँले किन्न भएको छ 8-10वटा गाडी भने त्यो गाडी चलाउनलाई त ड्राइभर पर्फेक्ट ड्राइभर चाहियो नि। तपाईँसँग जतिसुकै राम्रो एयर कन्डिसन भएको एकदम भयङ्कर ठुलो कार बस छ भन्दा पनि 10 करोड जाने बस छ भन्दा पनि तपाईँले चलाउने मान्छे छैन भने के गर्ने? जसलाई पायो उसले चलाउँदै भने के हुन्छ? त्यो बस 2 पैसा पनि काम नलाग्ने हुन्छ। त्यस्तै हाम्रो देश चलाउनु छ भने देश बनाउन सक्ने व्यक्ति तयार गरौँ भनेर मैले आवाज निकाली उठाएको 20 वर्ष भयो। यत्रा विधि पत्रकार हुनुहुन्छ, कुनै मेरो आवाज बुझ्न सक्ने लेभलको पत्रकार नै हुन्न। त्यस्तो फिल भइरहेछ मलाई। कोही बोल्नु भएको छैन, आजसम्म सुनेको छैन मैले, मेरो कपी पेस्ट पनि सुनेको छैन। अरू अभियन्ताहरू हुनुहुन्छ, पिएचडी गरे भन्नुहुन्छ, यहाँ भन्नुहुन्छ, त्यहाँ भन्नुहुन्छ, बुद्रुक बुद्रुक उफ्रेर बोलेको देख्छु मैले। खालि अर्कालाई गाली गरेर बोल्नु भएको छ। अर्काले जस्तो केपी ओलीलाई बेस गर्ने गाली गरिदेऊ न, सबले चिन्छन्। प्रचण्डलाई बेस गर्ने गाली गरिदेऊ, सबैले चिन्छन्। चिनेपछि मान्छे झुक्किन्छन्, यसले देश बनाउँछ कि भनेर भिजन हुनु पर्दैन। आज त्यही भइरहेछ। भ्रष्टाचार गर्यो भनेको छ, कराछ, बुद्रुक बुद्रुक उफ्रिएछ जनता बिचरा। अब यसले देश बनाउँछ कि भन्छ। देश बनाउनलाई भिजन, प्लानिङ, योजना सबै हुनु पर्यो नि, क्षमता हुनु पर्यो नि। त्यसकारण हामीले जो व्यक्ति अब अहिले राजा नै भनौँ न, राजालाई राजगद्दी चाहिए हो कि देश चाहिए हो? देश चाहिएकै हो भन्दा हुन्छ नि मलाई राज कुर्सी पनि चाहिँदैन, देश बन्नु पर्यो। देश बनाउन सक्ने व्यक्ति तयार गरौँ। ल कपिलजी आउनुहोस् मात्र भने भए पनि एउटा राजालाई विश्वास गर्ने ठाउँ हुन्थ्यो। कसरी विश्वास गर्ने? कसरी विश्वास गर्ने राजाले बनाउँछन् भनेर? पारसको ताल त्यही हो। 1 घन्टा पढाएको दङ्ग पर सुनेको थिएँ बिचरा। मुख्य कुरा गर्ने बेलामा तपाईँको पालो सिद्धि भनेर लड्काइदिन्छन् राजावादी नेहरूले। के रहस्य हो त्यो? त्यसकारण यी जति पनि राजावादीहरूले देश बनाउँछन् भन्ने त झिनो आशामा जनताहरूले पनि नभएपछि एउटा विकल्पको रूपमा हुन्छ कि भनेर लागे मात्र जस्तो लाग्छ मलाई आजको दिनमा चाहिँ नि। यदि देश बनाउने हो भने अन्तिम विकल्प यही नै हो। अझै पनि समय छ, बिग्रेको छैन। विश्वभरि जति पनि देशलाई माया गर्ने व्यक्ति हुनुहुन्छ भने देश बनाउनलाई, देश बनाउन सक्ने व्यक्ति तयार गर्नको लागि सिर्फ आवाज निकालिदिनुहोस्। आवाज निकालिदिनुहोस्। तपाईँहरूले मेरो आवाजलाई कपी पेस्ट गरिदिनु सक्नुहुन्छ भने आज एउटा विभूतिको रूपमा निक्लिनु भएको छ, एउटा पत्रकारको रूपमा आइटी इन्जिनियर ढङ्ग ढकालो अमेरिकाबाट। उहाँलाई पनि म नम्र निवेदन गर्छु, मेरो आवाज बोलिदिनुहोस्। तपाईँलाई यदि सत्य लाग्छ बाटो यही हो भन्दा हुन्। यदि हामीले 165 जना ओपन कम्पिटिसनबाट मागेर स्ट्रक्चर इन्जिनियर, सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, सिए, लयर्स, डक्टर, यी सबै किसिमका विज्ञ व्यक्ति महिनाको 2 लाख तलब। इभन मेरो भनौँ न आज अलिकति फाइनेन्सियल फ्रिडम मलाई भइदिएदेखि मेरै कम्पनीको लागि मान्छे चाहियो भनेर माग्थेँ मैले। हजारौँ एप्लिकेसन आउँथ्यो, महिनाको 2 लाख रुपियाँ तलब भनेपछि त्यसमध्ये उत्कृष्ट 200 जना छान्थे र पर्फेक्ट ट्रेनिङ दिन्थेँ मैले। 3 महिनाको दिएर हेर्दिएँ, चित्त बुझेन भने 6 महिनाको दिन्थेँ मैले। 3 महिनाकैमै पर्फेक्ट भयो भने भइहाल्यो, भएन भने समय थप्दै जान्छु मैले। यस्तो किसिमको व्यक्ति बन्छन्। यी जब ट्रेनिङ लिएर तयार हुने बित्तिकै चुनाव आउनै पर्दैन। अहिलेका नेताहरू सब भागाभाग हुन्छ, भागाभाग हुन्छ। नट ओन्ली इन नेपाल, नेपालका सबै व्यक्तिको कानमा पुग्नेछ, आवाज पुग्नेछ। विश्वका व्यक्तिले रक्सी मासुमा बिक्ने आफ्ना आमा बाउहरूलाई पनि भनिदिनेछन् भोट गोप्य मतदान हो। तपाईँहरूले चाहिँ नि यो ट्रेनिङ प्राप्त व्यक्तिलाई भोट दिनुहोस् भनेर सिकाउनेछन्। 100% यिनीहरूले धाँधली गरेर पनि भ्याउँदैनन्। कति ठाउँमा धाँधली गर्छन् यिनीहरूले। अरू पार्टीका पनि त मान्छे हुन्छन् नि त्यहाँ। र विश्वभरिका व्यक्तिले अनलाइन भोटिङ सिस्टमबाट भोट दिए गद्दार प्रधानमन्त्री, गद्दार के अरे निर्वाचन आयुक्त भनेर बिस्किन गाली गजलका साथ बोल्थे होलान् सायद 165 तयार हुने बित्तिकै।
प्लानिङ, योजना, भिजन, भ्रष्टाचारका लुप होलहरू, आवाजमा मेस्मेराइज आवाज, टाउन म्यानेजमेन्ट, स्मार्ट सिटी, स्मार्ट गभर्मेन्ट, गभर्मेन्ट्स, नोटबन्दी सबै उनीहरूलाई पढाइएको हुन्छ। देशका बोर्डर, खानी, कति जग्गा खेर गएका छ, कति जग्गा बाजा छन्, सब उनीहरूलाई सबकन्सियस माइन्डमा प्रोग्राम गरिदिन्थ्यौँ हामीले। यस्तो किसिमले प्रोग्राम गरिदिन्थ्यौँ कि उनीहरूले चाहेर पनि आउट हुन सक्दैन थियो। पुरै सबकन्सियस माइन्डमा प्रोग्राम हुन्थ्यो उनीहरूको आवाजमा मेस्मेराइज आवाज भएको कारणले गर्दा सबै व्यक्ति नचाहेर पनि कन्भिन्स हुन्थे। त्यसकारण चाहिँ नि अझै पनि केही बिग्रेको छैन। यदि केही गरी यो आवाजलाई अझै पनि यहाँहरूले पछ्याउनु भएन। पछ्याउनलाई पनि सजिलो छ। मैले अब माइन्ड पावर वर्कसप लिइराखेको छु, सहयोग गरिराख्नु भएको छ। देश विदेशबाट यो माइन्ड पावर वर्कसप मसँग सिकिदिएर दिनको 2 घण्टाको दरले 7 दिनमा एनएलपी, सबकन्सियस माइन्ड प्रोग्रामिङ, वाट यु वान्ट, त्यो मेनिफेस्ट हुँदै जाने कसरी भन्नेदेखि लिएर दिमागलाई जति गुनाले पनि बढाउन सकिन्छ कसरी, आगोमा हिँड्ने के हो साइन्स, त्यो आगो खाने साइन्स के हो, मुखबाट हुरहुर आगो निकाल्ने साइन्स के हो, भगवान तपाईँको आत्मा कुन टेक्नोलोजीले बनिएको छ, युग के हो, यावत चिजको साथमा म्याग्नेटिजम, मान्छे यसो गर्दाखेरि ढल्ने साइन्स के हो, पास्ट लाइफ रिग्रेसनको साइन्स के हो, आँखामा पट्टी लगाएर पढ्न सक्ने साइन्स के हो, यो सबै 7 दिनदेखि बढीमा 10 दिनभित्रमा तपाईँले सबै तपाईँलाई थाहा हुन्छ। यी चिजहरू भगवान, धर्म सबै तपाईँलाई थाहा हुन्छ के हो भन्ने कुरो छर्लङ्गै हुन्छ, छरपष्टै हुन्छ। भगवान कहाँ हुनुहुन्छ, निराकार, निरञ्जन, अल्लाह, खुदा, जिजस जो भए पनि तपाईँले थाहा पाउनुहुन्छ कि भगवान यही भन्ने कुरा। यो सबै सिक्दिन सक्नुहुन्छ, तपाईँले सिकेर कन्ट्रिब्युट गर्न सक्नुहुन्छ। र म निरन्तर लागिरहेको छु। अब आउँदो चुनावमा जसरी भए पनि 165 जना तयार गरेर उभ्याउने, उभ्याइसकेपछि 165वटा मिडिया हुन्छ र उहाँहरूलाई यदि मेरो बुताले सायद भ्याउँछ होला, भ्यायो भने 1-1 करोड रुपियाँ दिएर उनीहरूलाई पठाएर कुनै एउटा काम दिन्छु मैले। सेन्ट्रल कन्ट्रोल सिस्टमबाट उहाँहरूले काम गर्नुहुन्छ र मैले सहजै किसिमले उहाँहरूलाई 2 लाख तलब दिन सक्छु। त्यो किसिमको व्यवस्था मैले मिलाउन कोसिस गर्छु। विश्वबाट साथ दिनुभयो भने धेरै सहज हुन्छ। म वान म्यान आर्मीको रूपमा एक्लै अहिले विदेशमा आएर कम्पनी दर्ता गरेर अगाडि बढिरहेको छु। मेरो नयाँ कम्पनीको नाम हो इन्टरनेसनल हब अफ इन्भेन्सन, जहाँ चाहिँ नयाँ नयाँ आविष्कारहरूको त्यहाँ चाहिँ नि अब प्रोटोटाइपहरू बनाउने काम हुन्छ। देशले प्रोटोटाइप बनाउनलाई पनि भन्सार छोडेन। त्यसले गर्दाखेरि बाध्य भएर म विदेश आउनु परेको छ अहिले यो पटक। त्यसकारण मलाई जसले माइन्ड पावर वर्कसप लिइदिनु भएको छ त्यही पैसाले मैले अब यी यावत चिजहरू गर्नलाई पाइरहेको छु। जसले मेरो माइन्ड पावर वर्कसप विश्वबाट लिइदिइराख्नु भएको छ उहाँहरूलाई पनि हृदयदेखि मेरो धेरै नमस्कार छ। आज हामीहरूले एउटा देश बनाउने नेटवर्क पनि बनाएका छौँ, विश्वबाट जोडिनु भएको छ। जापानका जागाबहादुर राईदेखि लिएर डाक्टर जागाबहादुर राईदेखि लिएर अस्ट्रेलियाका इन्जिनियर नवीनसम्म, यसै गरी विश्वभरिका धेरै व्यक्तिहरू हुनुहुन्छ। म यी सबैको नाम लिन सकिनँ। सबैलाई मेरो हृदयदेखिको धन्यवाद छ। विश्वभरिका जति पनि माइन्ड पावर वर्कसप लिएर सहयोग गरिदिनु हुने र हामीहरूको नेटवर्कमा आबद्ध भइदिनु हुने सबैलाई मेरो हृदयदेखिको नमस्कार गर्दै मेरो यो अबको जुन यो यात्रा स्पिडमा जानेछ है, स्पिडमा जानेछ र सकेसम्म छिटो मेरो यही कम्पनीको लागि भनेर मैले करिब 200 जना जति आह्वान गर्नेछु, ट्रेनिङ दिनेछु। ट्रेनिङ दिएको भोलिपल्टैदेखि उहाँहरूलाई महिनाको 2 लाख रुपियाँ तलब घोषित गरेर काम पनि लगाउने छु भन्ने एउटा एक्सपेक्टेसन लिएको छु मैले। र यहाँहरू जति पनि हुनुहुन्छ यहाँहरूले एकदम निर्धक्क हुनुभयो हुन्छ। हामीहरूले ट्रेनिङ दिएको मान्छेले 2/3 बहुमतले जित्छन्। जितिसकेपछि उहाँहरूले निर्धक्कसँग ट्रेड युनियन, विद्यार्थी युनियन, यो प्रदेश सब खारेज गरिदिनुहुन्छ र देशमा 77 जना सांसद भए पुग्ने व्यवस्था ल्याइदिनुहुन्छ।
त्यसपछि अर्को चाहिँ नि देशमा उत्पादन हुन सक्ने अथवा नभए पनि चल्ने सामान जति छ, बिखालीका तरकारी, बिखालीका माछा, रक्सी बनाउने स्पिरिट, टायर, त्यसै गरी मार्बल, फलाम, जति पनि देशमा उत्पादन हुन सक्ने, उत्खनन हुन सक्ने सहजै जति पनि चिजहरू छ सबै आयात बन्द। जस्तो लत्ता कपडाहरू पनि देशमै बन्न सक्छ, मिलिट्रीले लगाउने लुगा जुत्ता सबै यी हामी बनाउँछौँ, यी सबै चिजहरू बाहिरबाट आयात बन्द गरिदिनु हुनेछ। त्यसै गरी एजुकेसन सिस्टम पनि +2 पढ्नेसम्म 100वटा स्किल भएको, एकदम सबकन्सियस माइन्डमै प्रोग्राम गरिएको, जसरी गुरुकुलमा हुन्थ्यो पहिला, जापानको विद्यार्थीहरूमा हुन्छ, बच्चादेखि नै सबकन्सियस माइन्ड प्रोग्रामिङ गरिएको हुन्छ। 6 वर्षदेखि 14 वर्षको बिचमा पोलाइटनेस, फारसाइटेड, दूरदृष्टि, जब क्रिएटर, राष्ट्रभक्त, यति चिज चाहिँ नि हालिदिएर 108वटा स्किल भएको विद्यार्थी पैदा गर्ने एजुकेसन ल्याइनेछ। त्यसै गरी कडाभन्दा कडा कानुन, नो एक्सक्युज कानुन, कानुनमा अङ्गदान गर्ने कानुन, किडनी दान गर्ने, आँखा दान गर्ने जस्ता कानुनहरू भयो। त्यसै गरी न्यायाधीशको ठाउँमा रोबोटले गरेकोलाई नि माथि जजहरू बसेर हेरिराख्नु भएको हुन्छ। त्यसै गरी जेलको सट्टा सुधार गरियो, जुम्ला, हुम्ला, कालीकोट, गोसाइँकुण्ड, कञ्चनजङ्घा जस्तो ठाउँमा जति पनि भ्रष्टाचारी, अपराधी जति पनि सबै ढुङ्गा बोकिरहेका हुनेछन्, बाटो खनिरहेका हुनेछन्, सुरुङ खनिरहेका हुनेछन्, गाईको गोबर सोरिरहेका हुनेछन्, बिहान उठेर योगा मेडिटेसन गर्छन्, दिनभरि काम, बेलुका मोटिभेसन स्पिच। एउटा अपराधी त्यहाँ पुग्यो भने मानव भएर निस्किन्छ भोलिको दिनमा। त्यस्तो किसिमको व्यवस्था त्यही हामीले ट्रेनिङ दिएको व्यक्तिले जितेर भोलि गर्नेछन्। यो आवाज प्रत्येक जनजनमा पुग्नेछ, जनजनमा पुग्नेछ र एउटा विश्वको लागि एउटा प्रोटोटाइप पनि हुनेछ। आज विश्वको समस्या भनेको नेता प्रब्लम, नेता, टेररिस्ट, डन, माफियाहरूले देश चलाइरहेका छन्। आज धेरै देशमा देश लडाउनुमा सबै यसैको कारण हो। यदि ट्रेनिङ प्राप्त व्यक्तिले यदि देश चलायो भने, सबकन्सियस माइन्ड, राष्ट्रियता भएको व्यक्तिले देश चलायो भने यो विश्व नै एउटा फुलबारी बन्छ। आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको साथमा साइन्टिस्ट हुनाले गर्दाखेरि आज विश्व कसरी तरङ्गित भएको छ, सायद एलन मस्कले पनि बुझेरै अगाडि लाग्या होलान्। यदि अमेरिकाले चाहने हो भने यो विश्वलाई नै तहस नहस पनि गर्न सक्छ, विश्वलाई नै स्वर्गको फुलबारी पनि बनाउन सक्छ। त्यसकारण अमेरिकामा पनि जुन हाम्रा एलन मस्क जस्तै खतरा व्यक्तिले यस्तो किसिमको विश्वलाई एक बनाउन कोसिस गर्नुहोस्, ताकि हाम्रा देशका जति पनि लुकेर बस्या राजा मार्ने भ्रष्टाचारीदेखि लिएर, राजा मार्ने अपराधीदेखि लिएर भ्रष्टाचारीलाई पनि भोलिको दिनमा हाम्रो सरकार आएपछि सबैलाई गलगत्याएर निकालिदिनुहुन्छ। अपराधी लुकेर बस्या, अमेरिकामा लुकेर बस्या अपराधीहरूलाई पनि लखड दिनुहुन्छ भन्ने आशा गर्दछु म। र अर्को कुरो, विश्वका जति पनि दाताहरू हुनुहुन्छ, दात्री संस्थाहरू हुनुहुन्छ, उहाँहरूलाई एकदम हृदयदेखि म नमन गर्छु। चाहे भारतका महान प्रधानमन्त्री नरेन्द्र मोदी हुनुहुन्छ, अथवा चाहिँ नि तपाईँको डोनाल्ड ट्रम्पजी हुनुहुन्छ, अथवा युरोप युनियनका जति पनि युरोपका राष्ट्राध्यक्षहरू हुनुहुन्छ, उहाँहरूलाई म हृदयदेखि नमन गर्छु। हाम्रा देशमा 1 पैसा पनि सहयोग नगर्नुहोस् यी अपराधीहरूलाई पोस्नको लागि, 1 पैसा पनि सहयोग नगरिदिनुहोस् यी अपराधीहरूलाई पोस्नको लागि। भित्रदेखि हृदयदेखि म रिक्वेस्ट गर्छु हजुरहरूलाई, मेरो अधिकार यति मात्र हो। यदि सहयोग नै गर्नुहुन्छ भने राष्ट्र साँच्चै बन्न सक्ने, विश्वको सामु संसारको देश, धनी देश बन्न सक्ने आइडिया डोगेर बसेका हामी जस्ता साइन्टिस्टहरूलाई सानो आशीर्वाद मात्र दिनुहोस्। डोनाल्ड ट्रम्पज्यू, नरेन्द्र मोदीज्यू, युरोप युनियनका व्यक्तिहरू, यदि यहाँहरू मानव हुनुहुन्छ भने, यहाँहरू फारसाइटेड हुनुहुन्छ भने, यहाँहरू दूरदृष्टि भएको व्यक्तित्व हुनुहुन्छ भनेदेखि, यदि यहाँहरू चाहिँ एउटा गरिब देशले माथि जाओस् भनेर सोच्नुहुन्छ भने यहाँहरूलाई म हृदयदेखि नमन गर्छु। यदि सानो मात्र आशीर्वाद भयो भने म 10वटा आविष्कार त गरेर देखाइदिन सक्छु। स्काई वकर, फ्लाइङ कार, हनी हन्टर, यार्सागुम्बा फाइन्डर, फ्री इनर्जी सोर्स, कति छन् मसँग आज सबै पेन्डिङ भएर बसेको छ। हेर्नुहोस्, ज्वालामुखी लिएर बसेको छु म आज। यो कुरो बुझ्ने कसले? त्यसकारण म आज यो आवाज निकाल्न धेरै समयपछि बाध्य भएको छु। समय अब आएको छ।
मकर राशि, म राशिमा अलिकति विश्वास गर्छु म, किनभने सबै पिण्डहरूमा म्याग्नेटिक पावर हुन्छ। चन्द्रमा पनि घुम्दै नजिक आउँदा र टाढा पुग्दाखेरि कति असर गर्छ भन्ने कुरो औँसी पूर्णिमामा सबैले महसुस गर्नुहुन्छ, ज्वारबाट उठेकोबाट नि महसुस गर्नुहुन्छ। त्यसै गरी शनिश्चर चाहिँ नि जन्मिँदाखेरिको साहित्य अनुसारको हिसाबले मकर राशि, यानि मेरो मकर राशि हो, मकर राशिमा आएर बसेको थियो। छोड्ने बित्तिकै कति हलुको भइसकेको छ, रोकेका कामहरू फटाफट अगाडि बढ्दैछ। अब सायद सबै काम मिलेर आउँछ भन्ने आशावादी छु म। कुनै पनि रोटीपिङकै कुरा गर्ने हो भने माथि पेची तल आउँछ, तल आएपछि माथि जान्छ। त्यस्तै यी भ्रष्टाचारीहरूले अहिले एकदम खुसी हुनुभएको छ नि। यिनीहरूको आज जति खुसी लिनुभएको छ नि, त्यो छेडी मुदको न्यानो जस्तै हो क्या। कहिलेको ओछ्यानमा मुद्दाखेरि न्यानो हुन्छ भन्छन् नि, त्यस्तै तपाईँको चाहिँ यिनीहरूको मुदको न्यानो मात्र हो। भोलि उहाँहरूले ढुङ्गा बोकेको आजदेखि नै सम्झिनलाई म रिक्वेस्ट गर्छु, सम्झिन थाली हुन्छ उहाँहरूले। छोरा नाति को हुनुहुन्छ परिवारै ढुङ्गा बोकेको सम्झे हुन्छ उहाँहरूले, किनभने कलि आजको भोलि हेर्नुहोस्। त्यसकारण म अब विश्वभरि रहनुभएका जति पनि व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूलाई म एउटा रिक्वेस्ट गर्छु, यहाँहरूले उठ्दा बस्दा खाँदा सुत्दा सम्झिदिनुहोस्, सिर्फ सम्झिदिनुहोस् मात्र, केही गर्नु पर्दैन। यहाँहरूले बिहान आँखा खोल्नुभन्दा अगाडि, निद्रा बिउजेपछि आँखा खोल्नुभन्दा अगाडि नखोलिकन सम्झिदिनुहोस्। र आँखा चिम्लेर सुत्नुहुन्छ नि, आँखा चिम्लिनुहुन्छ निदाउनुभन्दा अगाडि सम्झिदिनुहोस् प्लिज, म रिक्वेस्ट गर्छु यहाँहरूलाई। देश संसारकै थरी देश भएको, जहाँ गए पनि ट्याक 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 भिसा लागेको, यी अपराधीहरू जुन अर्काको सिद्धान्तको खोल ओढेर देश लुट्न आएका यी 3-4 पार्टी मिलेर ब्रह्म लुट गरिरहेछन् र हामी जस्ता मान्छेलाई देशबाट लखटिरहेछन्। प्रजातन्त्रको पालामा चाहिँ नि के अरे प्रजातन्त्रको नाममा बोल्न पाएको छ भनेर बोल्ने मान्छेलाई नि आवाज बन्द गरिदिइरहेछन्, देश देशमा भएका मान्छेलाई थर्काइरहेछन्। राजाको पालामा बोल्न पाइँदैन थियो अरे भन्छन् फेरि यी अपराधीहरू। 2028 सालमा व्यावसायिक शिक्षा मैले पढ्न नपाएदेखि म आज यत्रो टेक्निकल पर्सन नै हुँदैन थिएँ। 8 क्लासमा चाहिँ व्यावसायिक पढ्नाले 9 क्लासमा घर घरमा बिजुली वायरिङ गर्थेँ मैले। राजाको पालामा पढ्न पाइँदैन थियो अरे। यो पढाइएको छ अपराधीहरूले नबुझ्ने यो व्यक्तिहरूलाई, जो कागले कान लग्यो भन्दा दौडिने खालका व्यक्तिलाई पढाइएको छ। दरबार स्कुल कहिले खोलेको? हाम्रो पालामा पद्मोदय स्कुल थिएन कि, विजय मेमोरियल स्कुल थिएन कि, पढ्न पाइँदैन थियो भनेर यी हल्ला फैलाएका छन्। यी अपराधीहरू सबै ढुङ्गा बोकेको सम्झिदिनुहोस्। हजुरबाउ नाति सबै बिहान योगा मेडिटेसन गर्छन्, दिनभरि काम ढुङ्गा बोक्ने, बाटो खन्ने, सुरुङ खन्ने काम गर्छन्। बेलुका भएपछि मोटिभेसन स्पिच, एउटा पशु गए पनि मानव भएर निस्किने खालको चाहिँ सुधारगिरी, एउटा कानमा चाहिँ चिप्स लगाइदिया हुन्छ। सडन बााउन्ड्री भन्दा उता गयो कि वाउ 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 साइरन बज्छ, कुकुर दौडेर गएर ट्याप्प समातेर लगिहाल्छ। क्या मजाको हेर्नुहोस्, 50 लाख 60 लाख गाई भैँसी कुखुरा राँगा च्याङ्रा चौरी सुँगुर सबै पालिएका हुन्छन् त्यहाँ। कामै काम। सम्झिदिनुहोस् कि मिलिट्रीहरूले पनि आफूले लाउने लुगा आफै उत्पादन गरेको, खेतीपाती गरेर आफ्नो खाने चामल आफै उत्पादन गरेको, सुन्तलाको जङ्गल बनाएको, श्रीखण्डको जङ्गल बनाएको, खोलाको किनारमा मिलिट्रीहरूले सबै फुलै फुल उमारेको। सम्झिदिनु होला, सिर्फ सम्झिदिनुहोस्। विश्वभरि जहाँ जाउँ भने पनि भिसा टटक्क लाग्ने अथवा अनअराइभल भिसा लिन पर्ने भएको सम्झिदिनुहोस्, सिर्फ सम्झिदिनुहोस्। नेपालीहरू विदेश आज काम गर्न जान्छन् भने काम गर्न गएका मान्छेहरू, विदेशमै लम्पसार परेका व्यक्तिहरू, सिटिजन पाइ भनेर नाक यत्रो बनाएका व्यक्तिहरू पनि सबै बेचबिखन गरेर नेपालमै फर्केको, करोड डलर लिएर नेपाल फर्केको सम्झिदिनुहोस् प्लिज, सिर्फ सम्झिदिनुहोस्। तपाईँले मेनिफेस्ट यही हो। हुन त माइन्ड पावर वर्कसपमा पनि मैले सिकाउँछु तपाईँहरूलाई कसरी सोचलाई यथार्थमा बदल्ने, मेनिफेस्ट कसरी गर्ने, सबकन्सियस माइन्ड प्रोग्रामिङ कसरी गर्ने, स्वस्थ कसरी रहने, सेरोटोनिन, मेलाटोनिन, डोपामिन, अक्सिटोसिन, पिनाल ग्ल्यान्डका कुरादेखि लिएर सबै त्यसमा पनि सिक्न पाउनुहुन्छ। तैपनि यहाँहरूलाई म रिक्वेस्ट गरेँ मैले, देश संसारकै धनी देश भएको सम्झिदिनु होला।
र विश्वभरिका व्यक्तिले सक्नुहुने व्यक्तिले माइन्ड पावर वर्कसप लिएर सहयोग गरिदिनुहोस्। नसक्ने व्यक्तिले पनि यहाँहरूले होमा हो, यु क्यान डु इट भन्नुहोला। यो संसारमा हुँदैन, सकिँदैन, गाह्रो छ भन्ने व्यक्ति भनेको मेरो नजरमा क्यान्सर लागेका व्यक्ति मात्र हुन्। यदि तपाईँहरू स्वस्थ मनस्थिति भएको, स्वस्थ माइन्ड भएको व्यक्ति हो भने जसले जे गर्न लाए पनि यु क्यान डु इट। यस, यु क्यान डु इट। नथिङ इज इम्पोसिबल अन्डर द वर्ल्ड, अन्डर द सन भनेर सोचिदिनुहोस् भन्दै म तपाईँहरूसँग बिदा हुन्छु। नमस्कार।